हेलो गाइज, वेलकम टु माई ब्लग। र आज चाहिँ हामी फिसिङ जान लागिरहेका छौँ। र आज चाहिँ हामी नेट फिसिङ गर्नेछौँ। र बिबु छ, अनि काले, अनि रोशन, र हामी चाहिँ तल फिसिङ जान लागिरहेका छौँ। र आज चाहिँ फिसिङ गर्नेछौँ हामी बगाइतियारीबाट। र तपाईँहरूले नि हेरिदिनु होला र लाइक कमेन्ट सब्सक्राइब पनि गरिदिनु होला। र अब हामी खोलाको नजिक आइसकेका छौँ। खोला अब यहीँ तल छ। अब हामी नजिक आइसकेको छौँ। र गाइस, र हामी अब खोलामा आइसकेका छौँ। र अब हामी खोलाको नजिक आइसकेका छौँ। र तपाईँहरूलाई देखाउँछौँ कि कसरी हामीले अब माछा मारिन्छ भन्ने। र हेर्दै गर्नु होला, च्यानललाई सब्सक्राइब र सेयर पनि गरिदिनु होला। ल गाइस, हामी अब खोलामा आइसकेका छौँ। र हामी यहीँ यो खेल्ने यो कालीगण्डकी रिभर्समा। र चाहिँ हामी चाहिँ अब यहाँबाट खेल्छौँ। हामी यहाँबाट बगाउने गर्छौँ। र हामी दुईजना साथी चाहिँ यता छौँ भने दुईजना साथीहरू चाहिँ पारि उहाँ देख्न सक्नुहुनेछ। दुईजना चाहिँ पारि गइसकेका छन्। दुईजना चाहिँ पारि पुगेर चाहिँ अब पास गर्नुहुन्छ। पास गर्दै भने चाहिँ यताबाट हामीले बल्छी हाम्रो तयारी बग्दैछ हाम्रो। अब हाम्रो तयारी निकाल्न लागेका छौँ। हेरौँ कति के पर्छ। र हाम्रो फर्स्ट लट चाहिँ अहिले खेर गएर फेरि अर्को दोस्रो लट हान्न गइरहेका छौँ हामीले। दोस्रो लटमा फेरि पठाउन गइरहेछौँ। लगाइ हामीलाई भर्खरै एउटा परेको छ अहिलेको यो सेकेन्ड लटमा चाहिँ। सेकेन्ड लटमा एउटा माछा चाहिँ निस्किएको छ।
एउटा परिरहेको छ हामीलाई माछा चाहिँ। र यो अब सेकेन्ड लटमा चाहिँ हामीलाई एउटा निस्केको छ। ल गाइज आज चाहिँ एउटा जति पर्यो। अब हामी पनि घरतिर हिँड्दैछौँ। रातितिर पनि माछा पाएन। र आज एउटा माछा परेर चाहिँ हामी अब घरतिर हिँड्न लागेको छौँ माथितिर। र यो भिडियो पनि यहीँ एन्ड गर्दछौँ। च्यानललाई लाइक कमेन्ट सब्सक्राइब गर्नु होला।